बाहिरियो जेएनजी आन्दोलनको घटनाक्रम बारे बालेन शाहले जाँचबुझ आयोगलाई दिएको बयान। दर्शकबिन जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम बारे छानबिन भइरहेको बेला बालेन्द्र शाहले दिएको बयान सार्वजनिक भएको छ, जसले उक्त घटनामा उनको भूमिका बारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई दिएको बयानमा बालेनले 2082 साल भदौ 23 गते भएको शान्तिपूर्ण र्याली प्रति आफ्नो समर्थन रहेको तर आन्दोलनमा भने समर्थन नभएको बयान दिएका हुन्। उनले सो दिन आफू सरकारी निवास लैनचौरमा रहेको उल्लेख समेत गरेका छन्। 2082 साल भाद्र 23 र 24 गते म सरकारी निवास लैनचौरमा थिए। 23 गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन। बालेनको बयान कागज बेहोरामा उल्लेख गरिएको छ। व्यवसायी र रेस्टुरेन्टले आग्रहपछि महानगर प्रहरीले पानी वितरण गरेको उनको दाबी छ। व्यवसायी र रेस्टुरेन्टहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो। 23 गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाए। मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो, बालेनले भनेका छन्। जनधनको रक्षाको लागि सामाजिक सञ्जाल मार्फत संयमता अपनाउन अपील गरेको थिए। घटना पश्चात प्रहरी र अन्य विभागसँग समन्वय गरेको उनको भनाइ छ। घटना पश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। 24 गतेको घटना दुःखद रहेको भन्दै उनले सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजाले भएको बताएका छन्। 24 गतेको घटना दुःखद थियो र 23 गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुन सक्छ। 24 गते काठमाडौँ महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगर भित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो, उनले बयानमा भनेका छन्। बालेन शाहले राष्ट्रका उच्च निकायको आग्रहमा आन्दोलन शान्त पार्ने प्रयासमा आफूले भूमिका खेलेको पनि बताएका छन्। उनका अनुसार राष्ट्रपति र सेनापतिको आग्रहपछि सामाजिक सञ्जाल मार्फत शान्तिको अपील गरेको थिए। उनका अनुसार राष्ट्रपति र सेनापतिको आग्रहपछि सामाजिक सञ्जाल मार्फत शान्तिको अपील गरिएको थियो। समग्र घटनाको जिम्मेवारी भने तत्कालीन सरकार र आन्दोलनमा सहभागी राजनीतिक शक्तिहरूले लिनुपर्ने उनको निष्कर्ष छ। उनले बयानमा आफ्नो भूमिका सीमित रूपमा शान्ति कायम गर्ने प्रयासमा केन्द्रित रहेको दावी गरेका छन्।